यतिखेर म मालेसियाको जङ्गलतिर आइसकेको छु। तेल भएको बोर्डमा यस्तो खालको तेल अस्तितिर नेपालमा प्लान्टेसन के भन्छ नि त्यस्तो खालको डिमान्डहरू गएको थियो नि। यस्तो हो कि यस्तो यो चाहिँ हामीले खाइरहेको तेल हो। तेल यस्तोमा फाल्छ तेल मलेसियामा पुरै एरिया हुन्छ तेलको। मिया भन्छ यहाँको भाषामा चाहिँ मिया। यस्तो जङ्गलभित्र जहिले पनि अहिले काम गर्ने मान्छेहरू पनि छ होला सायद। एउटा नै 30-35 किलोको हुन्छ। अहिले यो त कालो कालो छ कि खासमा पाकेको छैन। पाकेपछि धेरै रातो हुन्छ। दामी यतिको हावा चलिरहेछ छुट्टीको खुसियालीमा। मार्केटतिर जाउँ भने भइहाल्छ। त्यही भएर जङ्गल मङ्गल गर्दै हिँड्ने हो। आज त कोही पनि छैन रहेछ नेपालीहरू। आज सबै तानेर आफ्नै कोठामा सुतिरहेछ होला सायद। पहिला हामी आउँदा यस्तो फोहोर थिएन। अहिले त सबै नेपाली आएर फोहोर छ। जङ्गलै जङ्गल। एउटा भ्लग बनाउनै आएको। यहाँतिर बाइक रहेछ। अब काम गर्ने मान्छेको हो कि मोबाइल थुत्ने चोरहरूको हो। हेरौँ है। चोर छ भने त भागिहाल्ने हो। यति कुदेर भाग्ने हो कि साला चप्पलमा धुवा उड्ने गरी कुद्ने हो। यिनीहरू काम गर्ने होला सायद। छैन त यार। बाइक चाहिँ देखिरहेछ। बाइक चाहिँ दुई तर मान्छे चाहिँ देखिएन कि। कहीँ चोर त होइन। शीतल चाहिँ धेरै शीतल हुँदो रहेछ। दामी शीतल चाहिँ। यो सबै तेलको बोर्ड हो कि। अरू रुख त छैन खासमा। सबै तेलकै बोर्ड मात्रै हुँदो रहेछ। उतातिर मेरो साथी पनि भ्लग बनाएर आइरहेछ। यस्तै त हो अब। भिडियो बनाउने दुःख गर्ने। दामी शीतल भइरहेछ दाइ। हरियो हरियो छ यार। हरियो रुख छ। अलिकति हल्लिरहेछ त हुँदैन। जहाँ गए पनि रोड छ है। यस्तोमा यो अघिमा मुनिको रोडबाट आएको थियो। माथिल्लो गएपछि तेल टिप्ने रोड हुन्छ। यही त हो। टक्क उदैतिर जाने। त्यो तेल टिप्ने मान्छेको के हो दाइ बाइक? कहीँ चोरको त होइन? मान्छे छैन यार। चोरको त होइन होला। तर आउँदैन पनि होला कि। बरु बजारतिर बेलुका चाहिँ लाग्छ चोर। त्यसले त्यस्तो चाहिँ सम्झिन सकिन्छ। हामीलाई चाहिँ उल्टो चोर। ब्लग बनाएको है। यहाँतिर भिडियो ब्लग बनाइरहेको छु म पनि। राम्रो खालको एकदम हावा चलिरहेछ नि त। लाइक गरिदिनु, कमेन्ट सेयर गरिदिनु है। सब्सक्राइब